तर हामी खाने चाहिँ 4 जना हो ओन्ली 2वटा मात्रै करेन्ट छ हैन तर अब म्यानेज गर्नु पर्ला हैन अब 1 केजी चाहिँ पोर्कको मासु हो 4 जनालाई चाहिँ ठिकै होला सो ल हजुरहरुलाई पनि खाना मन छ भने प्लिज आउँदा हुन्छ ल हाम्रो गरिबको झोपडीमा हेलो देख्न सक्नुहुन्छ हैन मासु नपाक्दै खाने मान्छे पनि हामी नै होला उहाँलाई यति हतार भइसक्यो कि पकाउँदा पकाउँदा टेस्ट गर्न मन लागिसक्यो कस्तो छ खाने मान्छेले आफै पकाउने मान्छेले आफै खाने हैन नि पहिला अरूलाई टेस्ट गर्न दिनुपर्छ गाइस देख्न सक्नुहुन्छ सेल्फ रेस्पेक्ट गरेको सेल्फ लभ गरेको अनि हामी अरु मसला हाल्दै छौं अब अनि धनिया जिरा ल्वाङ सुक्मेल अदुवा बेसार हेर्दै कस्तो त्यस्तो चाहिँ हामी टमाटर हाल्छौं हैन लास्टमा हामी साग हाल्ने छौं अनि यता हाम्रो करेन्ट आउँछ अनि हाम्रो बनाउने कुक म्यान चाहिँ उहाँ हाम्रो पविता मिस हो हैन अनि मासु ल्याउने चाहिँ म हो ल अनि उहाँ चाहिँ हाम्रो वान एन्ड ओन्ली बेस्ट कुक भन्दै सबभन्दा राम्रो मासु पकाउने चाहिँ उहाँको एउटा जन्मजात त्यो उहाँले चाहिँ एउटा गुड पाएर आउनु भएको हो उहाँले चाहिँ मिठो खाना पकाउनुहुन्छ तर खाना मिठो पकाएर के गर्नु हजुरको उहाँले लुक्स हेर्न सक्नुहुन्छ हेर्नु हजुरको लुक्स कस्तो देखिन्छ उहाँ यस्तो पातली हुनुहुन्छ हजुरलाई यदि हैन दुब्लाउन मन छ भने प्लिज उहाँसँग सजेस्ट लिन सक्नुहुन्छ हैन उहाँ यति खानुहुन्छ खाने बित्तिकै टोयलेट जानुहुन्छ कसैलाई त्यस्तो ह्याबिट हुन्छ होला खाने र त्यो खाएको प्लेटमा भातै हुन्छ तर उहाँलाई टोयलेट लाग्छ के हेर्नुस् बिस्तारै हाम्रो मासु रेडी हुँदैछ अब हाम्रो साथीले टमाटर हाल्नुहुन्छ त्यसमा टमाटर हाल्नु पर्ने हो मैले गलत कर दिए उहाँले राम्रो पकाउनुहुन्छ भन्दा भन्दै उहाँको दिमाग नै मैले धेरै बोलेर उडाइदिए जस्तो छ ल हामीहरू भाग लगाउँदैछौँ हामी 4 जना खाने मान्छे हो अब यहाँ बनाउँछ एकजना खाने 4 जना यता हुनुहुन्छ हाम्रो सामान सार्ने अब हामी हो त्यो चाहिँ खाने मान्छे देखिएन के खान्छ हो यता हेर्नु यता घाम परेर